विद्यालय तपाईँको घर होइन? होइन विद्यालयमा बसेर रक्सी खाने हो तपाईँहरू? होइन कोहीले खायो खाएन के होइन खाएन हेरौँ न एकछिन जान त पाइयो हातपात नगर्नु है तपाईँ मसँग विद्यालय यो तपाईँको घर हो विद्यालय हो के भन्नु होइन उहाँसँग कुरा गर्नुपर्छ मेरो यस्तो यो जग्गा पनि च्यातिसक्यो अलिकति लाज पनि मान्नुहोस् अलिकति लाज घण्टा लाज मुझे राति राति मुझे यहाँ मान्छे बस्यो उठाउँछ कोठामा आएर बस्नुहुने हामी बस्नु नहुने हो किन खान नहुने तपाईँ रक्सी खाएर बस्नु विद्यार्थीले यस्तो यस्तो शिक्षकबाट विद्यार्थीले के शिक्षा के शिक्षा विद्यार्थीले यस्तो के गरिदिन्छु भोलि के गर्नु के गर्नुहुन्छ दादा देखा भोलि परिणाम तपाईँले सुत्नु पाउनुहुन्छ रक्सी खाएर सुत्ने हो तपाईँ म बेलुका रक्सी खान्छु किन खाने विद्यालयमा रक्सी खाने विद्यालयमा बसेर मेरो व्यक्तिगत कुरा के भन्नुभयो फेरि भन्नु त दादागिरी हो दादागिरी हो तपाईँको दादागिरी दादागिरी तमुजी गर्दा आउँदैछ त्यसले किन गाली गर्छ वडा अध्यक्षले यहाँनिर हुनुहुन्छ बोलाउँ एकछिन है बोला अब बोला वडा अध्यक्षलाई बोला वडा अध्यक्षलाई फोन होइन उहाँलाई चाहिँ तहमा हामीले लाउने हो यो हामी चेन्जको लागि जेनको बाजी राखेर लडेर आए मान्छे हो बस्नु न बिस्तारै बोल्नुहोस् राम्रोसँग बोल्नु सभ्य भाषामा बोल्नु त चाहिँ अलिकति किन राति किन छिरेछ स्कुलमा तपाईँ रक्सी खाएर बस्नु भने हामी विद्यालयमा आउन नहुने हो हाम्रो पनि विद्यालय हो हामी पनि वडावासी हो तपाईँ के गर्नुहुन्छ यहाँ बसेर रक्सी खाने तपाईँ अझ ठुलो कुरा गर्ने थाहा छैन नभन्नुहोस् होइन होइन खानु बियर खाइया सामान्य ढङ्गले बियर रक्सी हो खाइया बसेर खाइन्छ बिहान भिडियो यस्तो गर होइन बिहान भिडियो सिडियो हाल जे गर भिडियो सिडियो हामी किन जस्तो मान्छे मैले राम्रो चिनेको छु तपाईँ हामीलाई चिनेर के भन्नुहुन्छ विद्यालयभित्र बसेर रक्सी खानु कुरा अहिले हुन्छ ए चढाउँछ चढाउँछ कुरा अहिले बोल्ने भाषा यही हो अहिले आउँदैछ कसरी बोल्दै हुनुहुन्छ तपाईँ थाहा पाउनु भएको जस्तोलाई यस्तै बोल्नुपर्छ कस्तो 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 फेरि भन्नुहोस् न एकचोटि तपाईँको दिमागमा जे छ नि त्यही बोल्ने त हो अरू के भन्ने हो ए चढाउँछ मेरो दिमागमा शिक्षक जस्तोको नैतिकता यस्तै हो विद्यालयभित्र बसेर तपाईँले यही बोल्ने हो ल यही हो जाऊ फोरकास्ट गरेर अलिकति लाज पनि मान्नुहोस् अलिकति लाज घण्टा लाज मुझे राति राति मुझे यहाँ मान्छे बस्यो उठाउँछ कोठामा आएर बस्नुहुने हामी बस्नु नहुने हो किन खान नहुने तपाईँ रक्सी खाएर बस्नु बेलुका रक्सी खान विद्यार्थीले यस्तो यस्तो शिक्षकबाट विद्यार्थीले के शिक्षा के शिक्षा विद्यार्थीले यस्तो के गरिदिन्छु भोलि के गर्नु गर्न के गर्नुहुन्छ दादा देखा भोलि परिणाम किन बोल्नुभयो हिँड्नुहोस् अलि हुन्छ नि विद्यालयभित्रबाट रक्सी खाइरहेको राम्रो कुरा गर्नु तँलाई के मुझे रुपियाँ माग्न आएको तपाईँ के भिखाइ चाहिँदैन पैसा माग्न पैसा माग्न आएको जस्तो लाग्यो तपाईँलाई मोबाइल समातेर अलिकति मैले खाएको बियर तपाईँहरू जे पो गर्नु खान पाउँछु कति बजी अहिले कति बजी रेकर्ड गरिरहेको छस् त्यो पनि राख मैले 8-9 बजेभित्र थाहा मैले खान पाउने अधिकार छ म खान पाउँछु बेलुका मैले खाने अधिकार छ म खान्छु नियम कानुनमा लेखेको कुन संविधानमा लेखेको पर्सनल मेरो व्यक्तिगत स्वतन्त्रताको कुरा हो विद्यालयभित्र बसेर व्यक्तिगत स्वतन्त्रताको कुरा हो व्यक्तिगत स्वतन्त्रता तपाईँ बाहिर बसेर मोबाइल समातेर मैले ठुलो पत्रिका प्रधानमन्त्रीको मान्छे राति राति बसिया छिर्ने सामाजिक अभियन्ता हो तपाईँ रक्सी खाएर बस्नु हुने हामी चाहिँ छिर्न नहुने हो किन खान पाउनु भाइ मेरो व्यक्तिगत विद्यालयभित्र रक्सी खाने हो तपाईँले खान पाउँछु मैले कसरी पाउनुहुन्छ विद्यालय तपाईँको बाउको बित्ता हो विद्यालय तेरो बाबु बित्ता हो त तपाईँको हो मेरो बाउको म बस्ने ठाउँमा आवासीय बस्ने ठाउँ त्यही हो त्यही हो त एउटा उहाँ त्यही बस्नुहुन्छ उहाँ टिचर हो कि हामीले त चिन्दै चिन्दैन गलत हो होइन विद्यालय बाहिरबाट त्यस्तो भवन के हो मलाई त्यही छ दारू हामी गएर देखाउन पनि सक्छौँ तपाईँ यहाँनिर आउनुहुन्छ जाउँ हामी त्यहाँनिर रक्सी आउँदै पनि छ बोल्ने मुजीहरूलाई मुजी नै भन्ने हो मुजी यस्तो गर्ने मुजीहरूलाई मुजी नै भन्ने हो भन्नुहोस् न तपाईँ जे भन्न मन लाग्छ जे भन्न मन लाग्छ भन्नु त धेरै राम्रो हो त मजासँग भन्ने हो त्यो त धेरै राम्रो हो त शिक्षकको एउटा शिक्षक भएर व्यवहार नैतिकता त्यही हो तिमी मुजीहरूलाई मुजी भन्ने हो यस्तो गर्ने मुजी उहाँलाई के गर्नुपर्ने विद्यालय हो संवेदनशील क्षेत्र हो यो तपाईँ हाम्रो सबैको उहाँहरू बसेर रक्सी खाइराख्नु भएको छ 8-9 बजी विद्यालय खोलेर रक्सी खाइराख्नु बिहान होइन छलफल अहिले हुन्छ बोलाइ यस्तो उहाँको बोलाइ यस्तो छ उहाँलाई के गर्नुपर्ने हो त्यो तपाईँले गरिहाल्नु पर्यो है हुन्छ कारवाही गर्नु उहाँलाई रोक्नु नै